दर्शकबिन 95 वर्षको माया तामाङ आमालाई आज हामीले घिउ पनि ल्याएको छौँ। यो घिउ 1 डिब्बा 2 डिब्बा भनेपछि कति भयो त्यसलाई 2 केजी भयो। अनि 1 केजीको हर्लिक्स ल्याएको छौँ। अनि मम्मीले विशेष गरी जाँड रक्सी पहिला के खानुहुन्न। अब यो जुत्ता ल्याएको छौँ। यो चाहिँ तपाईँको नाम के भयो? भावना राई ज्यूले लगाइदिनुहुन्छ र यो जुत्ताहरू होइन। ऊ पर दिदीले भनेको है। नेहा तामाङ नेहा गुरुङ बहिनीले पठाएको हो कि उहाँको मम्मीले। यो ठिक हुन्छ है हुँदैन? ट्राई गरौँ है। नमस्ते, म देवेन्द्र लिम्बू। अहिले तपाईँहरू यहाँ आमाको भिडियो निकै भाइरल भएको थियो, तपाईँले हेरिराख्नु भएको छ। यहाँ हाम्रो रवि किरान पनि आउनुभएको छ। यहाँ कपडा पनि ल्याएको छौँ। खोबाजो के कपडा हो यो नि? उहाँले भन्ने अनुसार चाहिँ यो पटुका होला यस्तो खालको होइन। यहाँ हेर्नु त कस्तो खै हुन्छ। कतिवटा हुन्छ चोली, ब्लाउज चोली कि कतिवटा हुन्छ? त्यतिवटा लगाइदिउँला नि। धेरै भावनाले लगाइहाल्छ भनेर होइन नि, भाइरलले लाउनु 2-3वटा हुन्छ। यो पनि ल्याएको शीतल धेरै हुने। हुँदो यस्तो छ के उहाँसँग यो लाउनु हुँदैन क्या, त्यही भएर यी यस्तो लाउनुहुन्छ नि। त्यो पनि ल्याएर होइन। त्यो ब्लाउज चोली तपाईँ सिलाउनु पर्छ नि त। यी पटुकी अब यस्तै मनपर्छ भन्नुहुन्छ। पटुकी नि 5 को ल्याएको। उयो लाउने हो क्या यतामा। यहाँ हेर्नुहोस् त, यो यस्तै यो पटुकी हो। पटुकी होइन। अब यो चाहिँ लुङ्गा हो। लुङ्गा लुङ्गी लुङ्गा के लुङ्गी लुङ्गी हौ। लुङ्गी हो। लुङ्गी लुङ्गीको लुङ्गाहरूले ल्याएको छ कि यो चाहिँ उहाँलाई थिएन नै, त्यही भएर थिएन नै हो। ठिक छ ठिक छ। त्यो चाहिँ 2-3वटा हुन्छ ल ब्लाउज चाहिँ। 2-3वटा धेरै पनि अब यो तपाईँले भन्नुभयो नि यस्तो हौ। यो पछिबाट चाहिँ सिलाएर 4-5 भन्नुहुन्थ्यो। त्यो 4-5 काम नलाग्ने चाहिँ यो चाहिँ अलिक राम्रै ल्याइदिएको बरु। न्यानो ऊ गर्मी हुने ठन्डी पनि हुने क्या यो चाहिँ। उहाँले त्यही भन्नुभयो। अब के भन्नु? मैले चाहिँ अर्को खालको भनेको क्या। अब अर्कोचोटि आउँदा चाहिँ अर्को खालको ल्याउनु पर्यो। अब त्यस्तै भन्नुभयो। मैले चाहिँ अब अहिलेदेखिको 25सम्म काम लाग्ने चाहिँ ल अब नि ठिकै छ। मम्मी के छ? सन्चै हुनुहुन्छ? नि तपाईँको यो सबै तपाईँको लागि ल्याएको लुगा यो कसले पठाउनु भएको भने नि युकेबाट नेहा गुरुङ हुनुहुन्छ शेर्मा। नेहा गुरुङ शेर्मा हुनुहुन्छ। उहाँले 15,000 पठाउनु भएको थियो होइन। अनि यो सबै तपाईँको लागि कपडा सपडा होइन। अरू पनि छ अलिकति नाम नखोल्नेमा नि पैसा आएको छ होइन। उहाँ चाहिँ अमेरिकाबाट हो। यो चाहिँ होइन नेहा गुरुङ शेर्माज्यूको त्यो यो सबै यी पैसा उब्रेको पैसा यहाँ छ। मम्मी लिनु त पैसा। यो चाहिँ फेरि निकै छ कि पैसा, निकै पैसा छ। यो चाहिँ नाम नखोल्ने अरे। अब यो चाहिँ नाम नभन्नु पर्ने। कति हो? जति होइन नाम नभन्नु पर्ने हो होइन। यो चाहिँ अमेरिकादेखि पठाएको हो। नाम चाहिँ नभन्नु पर्ने अरे। के भन्नुहुन्छ सबैलाई? सम्पूर्णलाई यसो सहयोग गर्नुहुनेले के भन्नुहुन्छ? धन्यवाद भन्नु। के भन्नु? धेरै धेरै धन्यवाद भनौँ न। धन्यवाद भयो हजुर धन्यवाद। अब तपाईँ त 95 वर्ष पुग्नुभयो। अझै 5 वर्ष त बाँच्ने रहर रहेछ अस्ति भन्दै हुनुहुन्थ्यो। 5 वर्ष 10 वर्ष बाँच्नुपर्छ। अब छोराले लगेन त के हो? यहाँ भावना राई छ नि त। लु यो एकछिन है। मेरो यसले नै गर्छ मलाई। अब एकछिन यो चाहिँ तपाईँले लगाइदिनु रे। एकछिन हेर्ने अरे कस्तो देखिन्छ आमा भनेर भनेको छ एकछिनमा होइन। त्यो अलिकति क्लोज राख्नु। यहाँ यो चाहिँ लगाइदिइहालौँ न यतिकै के हुन्छ? होइन उहाँ लगाइदिनु नि त। उठाएर एकछिन त हो। ए ल आमा हो के? आउनु त लु हामी हेरौँ न क्यामेरा एकछिन ऊ गर न त। अनि यहाँ भावना राईले लगाइदियोस्। पछाडि पनि कतिको स्वाङ छ भनेको छ। आउनु त। यो चाहिँ एकछिन दिन्छु ल मम्मी। यही राख्नु गएर तपाईँ कसले लाँदैन? दिने मान्छेले लान्छ। हामी त दिने मान्छे लाँदैन नि। लु झन् धेरै दिन्छौँ। यसो तिर्पल दिन्छौँ। हिजो हस्पिटल जानुभएको थियो। आवास गोल खेल्नु हस्पिटल कुन हस्पिटल जानुभयो? गए कहाँ कुसमहरू पनि छ। बिमारी हुनुहुँदैछ आमा त बिचरा। बस न भावना, बस्नु न बस्नु। बिमारी थियो हिजो हस्पिटल जानुभयो। ल ल जाउँ ल ल ल। कहाँ लानुभयो हस्पिटल? हस्पिटल पुलपारी मेडिकल। के भएको थियो अरे? उहाँको यस्तो फ्या उभो सास सास मात्रै फेर्नु अनि त्यो के को भन्छ एकछिन ढिलो भएको भए तपाईँहरूले तल लानु पर्थ्यो भनेर भन्नुभयो। एकछिन त साह्रो हुनुभयो। अनि त्यस पछाडि त्यो दबाईहरू चढाउनु थालेपछि चाहिँ अलि यता आउनु न। यता थोरै यता आउनु न। दबाई चढाउनु थालेपछि चाहिँ ठिक भयो।
अनि उहाँको छोरा आएन अस्ति हामी यहाँदेखि आउँछु भन्दै थियो त। छैन उहाँको छोरा आउनु हुँदैन होला त्यो छैन आउँदैन तपाईँको छोरा भन्दाखेरि बिहोस भइहाल्नुहुन्छ फेरि एकजना आउनु भएको थियो होइन हस्पिटल लानु पर्यो भनेर सम्झेको होइन भनेको बिरामी हुनुहुन्थ्यो एकछिनमा एकजना दाइ काका आउनु भयो र तपाईँको छोरा आउँदैछ मैले भिडियोमा देखेको छु भनेपछि त बुढी त चङ्ज हिँड्नु थाल्यो त स्पिड कुद्नु थाल्यो अनि त्यहाँदेखि फेरि अनि भरे फेरि साह्रो हुनुभयो त्यो दिन लगिनँ मैले तपाईँलाई भनेको थिएँ नि अनि त्यसपछि भोलिपल्ट फेरि साह्रो हुनुभयो अनि तर छोरा आउँदैछ अरे मम्मी छोरा आउँदैछ नाति ए नाति आउँदैछ नाति पनि आउँदैछ नाति दिदीको दिदीको छोरा नै आउँदैछ यो ठिक हुन्छ हुँदैन यसो चेक गर्नु त लगाइदिनु त आमालाई यस्तो जुत्ता लाउनु छ आमा हुन्छ आमाले लगाएको होइन उहाँको जत्रो तपाईँको जत्रो ल्याउनु भनेको होइन साट्दा नि हुन्छ नि त्यहाँबाट दोकान टेक्नु हुन्छ ठुलो रहेछ खुट्टा त ठुलो अरे सानो रहेछ त्यही दोकानमा साट्नुलाई यहाँ किनेको ल सुन्नु भयो मलाई पनि चिन्छ ल यो नि सुन्नु त भावना बहिनी यो जुत्ता होइन यो 2 किलो यो के अरे घिउ यो 1 किलो हर्लिक्स यो पटुकी यो चौबन्दी यो पछ्यौरी अनि उब्रेको पैसा चाहिँ कसले पठाउनु भएको भनेर नि युकेबाट नेहा गुरुङ शेर्मा हुनुहुन्छ उहाँको मम्मीले पठाएको तर नेहा शेर्मा उसको छोरीले उहाँको छोरीले चाहिँ पठाउनु भएको उहाँलाई के भन्न चाहनुहुन्छ आमाले पठाउनु भयो म त धन्यवाद भन्न चाहन्छु किनभने धेरै धेरै नै धन्यवाद उहाँसँग छैन लुगाई अब देखिहाल्नुभयो खै यी यस्तो मात्रै छन् यस्तो खै त्यही मात्रै हो यस्तो मात्रै छ उहाँको यो पनि एकजना एकजना दिदीले सिलाइदिनुहुन्थ्यो उहाँ अहिले हुनुहुन्न त्यही भएर छैन के पुस्ने अब अनि यस्तो पनि लाउनु हुँदैन अरे फेरि अनि त्यही भएर यो मागेको हो सादा सादा माग्नु भएको हजुर जस उहाँले समयमै धर्म गर्नुभएको छ हैन त हजुर मैले अब कोही उहाँको नभएपछि फेरि छोरा पनि छ भन्ने भयो त्यही भएर मात्रै तपाईँहरूलाई छोरा खोजीमा भनेको खै छोरा नि कता जानु ल यो मम्मी यो चाहिँ लिनु कि यो चाहिँ नाम नखोल्ने मान्छेको है पैसा है यहाँ चाहिँ नाम नखोल्ने सुटुक्कै दिनु भन्नुभएको छ होइन अब उहाँले चाहिँ अब गोप्य रूपमा गर्नु खोज्नु भएको होला अमेरिकाबाट हो नाम नखोल्ने अरे अब झोला यहाँ छ अनि नि मम्मी यहाँ यो झोलामा लाउनु न पैसा त यहाँ उहाँको झोला यही हो ए झोला यहाँ लाउनु यो झोला यी पैसा लाउने झोला यहाँ रहेछ त मम्मीको यहाँ अघि नि लगाएको छ हुँदैन यहाँ नि लगाएको रहेछ पैसा यहाँ लाउनु त पैसा यहाँ भित्रको नि भित्र छ अर्को नि छ अनि नि मम्मी अब यति सहयोग गर्नुहुन्छ धेरैले अझै सहयोग गर्नुहुन्छ होला होइन किन सहयोग गरे जस्तो लाग्छ मम्मी तपाईँलाई अघि त म मर्छु भन्दै हुन्छ बिस ल्याइदिउँ भनेको ल्याइदिए म खाएर मरिहाल्छु भन्दै हुन्थ्यो कहाँबाट ल्याउनु बिस चोरेर ल्याउनु भनेको ल्याइदिएन भन् आफै खान्छु भन्नुहुन्छ त्यसरी भन्नु हुँदैन नि मेरो समाजले मान्छे कोही नभएपछि मलाई त दुःख लाग्छ नि बाबु के गर्नु छोरा आउँदैछ अरे त एउटा छोरा जन्मियो एउटा छोरा जन्मिँदै त्यसको सामाइन त्यसको बाउ मऱ्यो त्यसको वर्षपछिमा आमा बोजू मऱ्यो त्यो नानीले मैले छोरालाई कति दुःख गरेर हुर्कायो मैले उकालो ओह्रालो बोकेको गरेर भने 4 आना पैसा दिएर पनि मान्छेले बोक्नु लगाएँ मैले त्यसलाई मैले बोक्नु खोइ हामी बोक्छ आमा भनेर भने त्यो ढाक्रियाले अनि त्यो नानी 4 आना पैसा दिए चिया खाएँ भने 4 आना पैसा दिएर पनि बोक्नु लगाएँ मैले यति दुःख गरेर हुर्काएको त्यो छोराले मलाई हेर्दैन अहिले अनि हामीले पनि त तपाईँको छोरा अब तपाईँ त 95 वर्ष पुग्नु भयो होइन 70 वर्ष छोडेको छोराले भेटाइदिएकै त हो हामीले भेटाइदिएको हो नि त होइन आमा भेटाइदिएको हो हामीले त धर्म गरेको तपाईँको छोरा उल्टै रिसाएको छ मिडियाले किन त 10 दिनमा आउँछु भन्नुभएको थियो आज 9 दिन भयो आउँछ अब भोलि 10 दिन हुन्छ त्यतिखेर त्यहाँदेखि चाहिँ अब आउनु त्यहाँदेखि चाहिँ आएन भने चाहिँ आउँदैन भन्नुपर्छ म 10 दिनको म्याद दिएको थियो नि त अस्ति आउँदाखेरि अनि अब त्यो 10 दिन अब भोलि पर्सि पुग्छ
लाने हो आमा त्यहाँदेखि नै आएन भने चाहिँ आउँदैन नै सोच्नुपर्छ उहाँ नि 60-70 वर्ष पुगिसक्यो उहाँको मेरै बाँस र घाँसको ठेगान छैन म मेरो आमा लानु सक्दिनँ नै भन्नुभएको थियो होइन उहाँ क्रिस्चियन धर्मको रहेछ क्रिस्चियन धर्मको धर्माती हुनुपर्ने मैले त त्यो भनेको क्रिस्चियन धर्म तपाईँहरू राम्रै धर्म मान्नुहुन्छ तर यसरी तपाईँको आमालाई देखौँ लाग्दा तपाईँ देख्नुहुन्थ्यो आमाले चाहिँ तपाईँलाई नदेखेको रहेछ भनेर कराउँदै लिए तलबाट यसो आउँदाखेरि दुईजना वाद विवाद हुँदै आयौँ सत्य कुरो यो मिडिया नदेखाएको भए आउँथ्यो त यत्रो वर्ष नआएको मान्छे होइन मैले हजुरहरूले म बोलाउँदिनँ नि थिएँ किनकि आमाले छोरा छ भनिसकेपछि चाहिँ त्योभन्दा अगाडि थाहा थिएन योभन्दा 10-15 वर्ष अगाडि थाहा थिएन 15-16 महिना भयो छोरा आउँछ भनेर यही प्याटफर्ममा कुरिएर बस्नुहुन्थ्यो दिउँसो भएपछि बेलुका भएपछि नआएपछि आमा बरबरिँदै भित्र जानुहुन्थ्यो त्यसपछि ठ्याक्कै बिर्साउनु भयो छोरा पनि छोरा छ कि जस्तो नि लाग्यो छोरा छ भनेर चाहिँ तपाईँहरूलाई मैले खबर गरेको अब 60-70 वर्ष छोरा र आमाको भेट थिएन कति वर्षको थियो छोरा बिहे गरेको थियो छुटिँदाखेरि छोरा तपाईँको छोराको नाम के पो भन्नुभयो छेवाङ तामाङ तपाईँसँग छुटिँदा कत्रो थियो ठुलै थियो नि त्यो बुहारीले गर्दामा छुट्याएको नि बुहारी माको किन छुटेको खोइ किन छुट्यो किन अनि बुहारीले चाहिँ के भन्यो तपाईँले के गर्यो र छुट्टी बुहारीले के पनि भनेन पनि छोराले पनि के पनि भनेन पनि यही कोसी बगर महिने थियो त्यहाँ सिकिँदै उनीहरू निस्केर हिँडेको केही नभने हिँड्यो मुलघाटबाटै उहाँ पनि कडा हुनुहुन्थ्यो नि त त्यही कराउनु भयो के वाद विवाद कराएको के पनि जे कराउँदा पनि अनि आमै हो सबै यो नेपालले बेतनी आमा किन पाइँदैन आमा त आमै हो तपाईँको आमा अहिले नानी भएको छ पहिलाको रिसिभी बोकेर छोरा जन्मेर एउटै छोराको भरोसमा म बसेको त्यसको बाउ मऱ्यो 6 महिनामा त्यो जन्मेर 6 महिना बाउ मऱ्यो 1 वर्षमा त्यसको बोजी मऱ्यो अनि त्यसको सन्तान फिर्ती बुढो खालहरूले यो हाम्रो सन्तान होइन भनेर भन्यो अनि मेरो फुफू पर्ने थियो यत्रो खुकुरो लिएर कसको सन्तान होइन रे फिर्तीको खाल यहाँ आइज फिर्ती तेरो सन्तान देखाइदिन्छु म यहाँ फुपूले सपोर्ट गरेछ मेरो फुपूले त्यस्तो भने त्यस्तो भन्दाखेरि हामी गल्ती भयो यो जिब्रो भने हात नहुने जिब्रो म गल्ती भन्दो रहेछ काकी आमा माफ गर्नु होला भनेर ढोक्यो है अनि तपाईँको छोरा आउने बाटो कुरिराख्नु भएको रहेछ नि तपाईँ त आज आउँछ कि बा आज आउँदैन न भोलि 10 दिन भनेपछि भोलि आउँछ होला अब यो भिडियो नि हेर्छ होला छोराले अब छोरा चाहिँ मिडियाबाट चाहिँ गुनासो नगर्नु मिडियाले त कति कुराहरू जुटाउँछ होइन कति हामीले सहयोग गर्नु बिमारी हुँदा कसले सबैको हार गुहार गएर सहयोग गरेर मैले हजुरहरूले नबोलाएको भए अस्ति एकछिन भेट्नु पनि आउनु हुँदैन थियो अरे आफै भन्नुभएको अब आउँदिन थिएँ बहिनीले कमेन्ट नराम्रो बहिनीले खोजी गर्नुभएछ अनि त्यही भएर मात्रै बस्नु न मैले चाहिँ आज मात्रै खुलासा हो कि उहाँको बुहारी पनि राई नै रहेछ कि अब उनी त माया तामाङ हो उहाँको छोरा तामाङ राई नै रहेछ अनि पो तपाईँलाई माया गरेको रहेछ त अहिले बुझ्दाखेरि है हो यता छुटेको अरे उहाँले नै भन्नुभएको क्या मेरो बुहारी राइनी थियो म उसको हातको पानी पनि खाएन म घिन लाग्यो भनेर आउनुभएको अब ऊ राइनीले स्याहार्नु परिरहेछ त्यसो पनि नभनौँ पहिलाको कुरा नभनौँ अनि के बोजू अस्ति दिन तपाईँ बिरामी हुनुभयो नि त अस्ति दिन साह्रो बिरामी हुनुभयो सास फेर्नु धड्कन कति पर्सेन्टमा मात्रै आएको थियो अरे 100 हुनुपर्ने 52 मात्रै आएको थियो क्या हैरान भयो अनि फेरि एकछिनमा बढ्दै दबाईहरू चढाउनु भयो अनि उता लानुभयो ए ल यो अनि यस्तो भयो भनेपछि चाहिँ एकजना हाम्रो पनि सरले पठाउनु भएको थियो वाइबा लिम्बूले उहाँले चाहिँ 5000 पठाउनु भएको थियो उहाँ यही धनकुटाकै हुनुहुन्छ कता जुन देशमा हुनुहुन्छ वाट्सएप गरिदिनु होला हामी फेरि तपाईँहरूको नाम चाहिँ वाचन गर्नेछौँ टुटेकोहरू त्यो 5000 चाहिँ हिजो मैले भावना त्यो क्लिनिक हो उहाँले नै त्यो चाहिँ क्युआर पठाइदिनु भयो उहाँले अनि मैले चाहिँ हिजो त्यो पैसा चाहिँ
औषधिमै हो त होला नि होइन त्यहाँ मैले एकदम सस्तो लिनुभएको त्यहाँ पनि किनभने होइन उहाँको बेड चार्ज पैसा थिएन नि? नभए त्यतिकोमा नभएको नि 20,000 जति जान्छ होइन पैसा पैसा नि थिएन होला आमासँग आमासँग छ पैसा तर पैसा लाग्छ भनेर मानेकै थिएन उता म तिर्छु भन्दै लगेको यहाँ छ होइन त्यही पैसा अलिअलि त होला अनि सकिन्छ भनेर होला नि अहिले अहिले त निकै भइसक्यो पैसा मैले अघि दिएँ नि त फाल्टै अस्ति नमस्कार यता पनि ल हेर्नु आमा नमस्कार अरे ल यहाँ उता सुन्नु उता सेवा नमस्कार नमस्कार भन्नु मम्मी नमस्कार तपाईँलाई पैसा पठाइदिनु हुने नमस्कार पैसा पठाउनु मेरो छोरीले हजुरलाई बोजू जस्तो सम्झेर पठाइदिएको छ फलफुल खानु फेरि पनि हजुरले बाँच्नुहोस् फेरि पनि सहायता गर्छु भनेको छ है नेहा गुरुङ शेर्मा सबै हजुरलाई युकेबाट। हेर्ने सबै मिडिया अनि हाम्रो बहिनी सबैलाई आशिष दिनुहोस् धन्यवाद भयो बाबु धन्यवाद भयो हजुर हजुर सुब्बा हो यहाँ हेर्नु दिदी यहाँ यी 2 किलो यो 2 किलो ल्याएको छु घिउ 1 किलो हर्लिक्स भन्नुभयो 1 किलो अनि पटुकी यो चौबन्दी चाहिँ सिलाउने छ 2-3टा हुन्छ 6 मिटरको ल्याएको 2-3 4-5 वटा हुन्छ 2-4 कतिवटा हुन्छ यो सिलाउनु पर्ने रहेछ अनि जुत्ता ल्याएको छु कालो जुत्ता अनि पटुकी ल्याएको छु यो पछ्यौरा पनि ल्याएको छु यो गर्मीमा नि हुने तातो पनि हुने पछ्यौरी अनि उब्रेको पैसा दिएको छु 15,000 पठाउनु भएको थियो मात्रै गर्नुहुन्छ म तपाईँले गर्छु धेरै भगवान् ईश्वरले आशीर्वाद दियोस् भाइहरूलाई तपाईँहरूले गर्दाखेरि तपाईँको ज्यान हस् भन्नु हस् भन्नु हुन्छ है बोजू फलफुल खानु फलफुल खानु भन्दैछ फेरि पनि म काठमाडौँ आएपछि सम्पर्क गर्छु काठमाडौँ आएपछि हवस् बाबु हवस् हाम्रो मिडिया धन्यवाद भयो फेरि पनि यसो पठाइदिन्छ अरे पछि अलि पछि पठाइदिन्छ अरे धन्यवाद भयो बाबु उहाँको छोरा आउँछ कि भन्ने बाटो कुरिरहेको छ हिजो बिमारी भएछ अस्तिको दिन हजुर हजुर अनि हस्पिटल लगेको यहीँ हामीले पैसा पठाएर हस्पिटल लगेको छोरा आउँछ कि भनेर यहाँ उयो बाटोमा हेरिरहन्छ अरे छोरा आउँदैन अनि बिमारी भइहाल्छ अनि तिम्रो छोरा आउँदैछ भनेपछि फेरि निको हुन्छ अरे फेरि तपाईँको छोराहरू नै उहाँहरू है तपाईँलाई ल्याउने छोरीहरू नै उहाँ तपाईँको छेउमा बस्ने छोराहरू तपाईँको छेउमा बसेर संसारलाई चिनाउने तपाईँ बाँच्नुहोस् मिठो मिठो खानुहोस् उहाँ तपाईँको छोरी नातिनी यहाँ तपाईँको नाति छोराहरू उहाँहरू तपाईँको ख्याल नसकिनु उसको पनि मर्जी होला र तपाईँलाई हेर्ने सबै छ नि टेन्सन नगर्नु ल हुन्छ दिदी म यहाँ अलिकति गाडी कुदेर केही सुनिनँ भरे हजुरलाई त्यहाँ भिडियो पठाउँछ है ल भाइ ल ल दर्शकबिन तपाईँहरूले सबैले सहयोग गर्नुहोला आमालाई 95 वर्ष पुगिसक्नु भएको छ र उहाँको छोराले पनि लाने कुरा त छ तर आउनुभएको छैन अब आमाभन्दा ठुलो कोही पनि होइन पैसाले त सबै थोक किन्नु पाइन्छ तर आमा र बाउ चाहिँ किन्नु पाइँदैन संसारमा तपाईँको जतिसुकै तपाईँसँग सम्पत्ति सबै थुपार्नुहोस् तपाईँको आमा कहिले पनि किन्न सक्नुहुन्न त्यस कारणले उहाँको छोरा पनि 60-70 हजारमा भेट भएको थियो उहाँले म लाँदिनँ भन्यो अरे तर गोप्य रूपमा उहाँलाई चाहिँ म लान्छु 10 दिनमा भनेछ भावना राईलाई 10 दिन भइसक्यो नि होइन 10 दिन भइसक्यो 60 कस्तो बोल्नुहुन्छ 60-70 दिनमा भन्नुभयो कि के भन्नु 60-70 वर्षमा चाहिँ भेट भएको थियो होइन अनि भेट भएको थियो नि त छोरासँग तर छोराले लगेन नि त 5 रुपियाँ पैसा दिएन भने गुनासो गरेछ आमा मम्मी गुनासो साह्रै छ नि छोरासँग नि के को गुनासो छ पैसा नि दिएन छ नि खोइ मैले 4 आना पैसा पनि ल्याऊ चाखा भनेर दिएन है 60-70 वर्षपछि भेट भएको थियो भनेको मिस्टेक होला नि त तर 4 आना पैसा नदी गयो भने गुनासो अस्ति 4 आना पैसा त हुँदैन आजकल अन्ते भएर 4 आना पैसा हुँदैन नि मम्मी अहिले त अनि हुँदैन 5 रुपियाँ चाहिँ हुन्छ है 5 रुपियाँ त दियो होला लुगा चाहिँ धुएर सफा राखिदिनु ल मेरो आमाले नुहाइदिनु चाहिँ भनेर जानुभयो ए अरेर मात्रै आमा हस् कस्तो छोरा अनि बुहारी त हस् भन्नु। खाने होला नि त तपाईँहरूलाई नि खै के थाहा भएन लुगा चाहिँ राम्रो धुइदिनु सफा राखिदिनु भनु सफा राखिदिनु मेरो आमाले नुहाइदिनु भन्नु हस् भन्नु अनि आमा के भन्ने होला नि नुहाइदिनु है भन्नु अब पोहोर हुनुहुन्थ्यो मैले नुहाएर होइन नुहाइधुवाइ गरेर त्यतिकै हिँडाउने भएको बनाएको थिएँ त्योभन्दा अगाडि झन् कस्तो डुल्नुहुन्थ्यो त्यो भित्र चाहिँ के गफ गर्दै हुनुहुन्थ्यो उहाँको छोरा र उहाँ चाहिँ खै भित्र त राम्रो गफ त गर्नु भएन भएन
कतिको राम्रोको म त यहाँबाट छोडिदिएको म को हो मेरो नागरिकता खोइ भन्दै गरेको सुने होइन म हेरिनँ पनि नागरिकतामा त बाउको नाम पो लेखिन्छ आमाको नाम पनि लेखिन्छ नागरिकतामा बाउले मात्रै न छोड्नु भयो अहिले छोरा चाहियो भनेको चाहिँ सुने अरू कुरा त सुनिनँ के को त्यत्रो अनि जन्माएर त्यति चाहिँ भन्नुभयो तर मैले त्यहाँ पछि निस्केर मैले सोधेँ तपाईँको आमाको जतिसुकै पहिलाको कमी कमजोरीलाई मनमुटाव नगर्नु ननिकाल्नु अब त तपाईँको आमा त नानी भइसकेको छ भनेको यसै भनेको तपाईँको आमाको अब रिसिभी नलिनु नानी भइसकेको छ अब त कुरै आमा नगरे देख्नु नै भाग्यमानी हो पहिलो कुरो त्यसै भनेको मैले त्यति चाहिँ भने बुढा र बुढी त एउटै हुन्छ नि त पछि त यो बाटो सबै हिँडेको अरे यो बाटो हिँड्दा यहाँ आमा देख्थ्यो होला कहिले झट्टी हान्दै गरेको देख्थ्यो होला कहिले कुकुरहरू हिकाउँदै गरेको देख्थ्यो होला कहिले मान्छे हिकाउँदै गरेको देख्थ्यो होला देख्नुहुन्थ्यो होला भनेको मैले त यसै भनेको देखिनँ भन्नुहुन्थ्यो फेरि अहिले आएको हिँडेको भन्नुहुन्थ्यो अहिले फेरि होइन म हिँडेकै छुइनँ भन्नुहुँदै थियो अनि एक्कासी चाहिँ भिडियोमा देखेपछि आयो तर म यो घिउ चाहिँ कति दिनमा सक्नुहुन्छ मम्मी यो घिउ कति दिनमा सक्नुहुन्छ यो त पुरा भोरी पो छ त दुईटा छ यस्तो उता पनि छ तल पनि छ खानुहुन्छ घिउ त खान्छु नि घिउ त यो खराको हो फेरि खराउनु नि होइन हो नि त खराउँदा खराकै हो नखराइ हुन्छ त्यतिकै खानुहुन्छ हो डेरीको खराको हो यो हर्लिक्स पनि खानुहुन्छ मम्मीले यस्तो हर्लिक्स खानुहुन्छ अस्ति खानुहुन्छ? किनेर ल्याइदिएको छ यो होइन तातो पानीमा गलेर भावनाले पनि खानुपर्छ कहिले कहिले खाँदिनँ हँ? मटी भयो खानुपर्छ भर्नु म त खाँदिनँ म जस्तै म त्यतिकै मोटो छु म जस्तै मटी खाँदिनँ म मोटी भन्छ भावना होइन दुईजना उहाँले सेयर गर्नुहुन्छ यो नभए त म पानी खानु पनि पाउँदैन ए भावना थिएन भने कसले दिन्छ रानी दिँदैन खाना पकाउँछ कि पाउँदैन भावनाले पकाइदिन्छ दिदिनँ कहिले काहीँ त होइन कहिले काहीँ त दिदिनँ होइन भोकै मेरो नातिनीले दिइहाल्छ यो संसारमा सबैभन्दा धेरै माया कसलाई लाग्छ पैसा छ कि तपाईँलाई छैन भाइ? पैसा यो संसारमा सबैभन्दा धेरै माया कसलाई लाग्छ तपाईँलाई भरे हाल्ने होइन? उनीले गर्छ अरूले गर्दैन तपाईँले गर्नुहुन्छ अरे माया छ भने हाल अनि नि यसले नै गर्छ अनि गर्छ तपाईँको के सम्बन्ध छ भावना राईसँग मेरो सम्बन्धमा त के छ यसको बुढो सानोमा आमाले छोडेर यत्रो नानी लिएर आएछ त्यसको बाउले उधर लिम्बू नि लिम्बूहरू भने होइन अनि सानो रहेछ अनि आउनै बस्नु माइजू त्यो नानी सानो रहेछ मैले सम्हालेर ठुलो बढाएर हुर्काएर ठुलो बनाएको मैले त्यति मात्रै सम्बन्ध छ अरू केही छैन केही छैन भावनाको सम्बन्ध रहेछ हो तपाईँ त यत्रो बच्चामा म होइन मेरो बुढा चाहिँ हो यसको बुढो चाहिँ ए यसको ऊ त्यहाँ छ फोटो त्यहाँ छ त्यहाँ त्यो सानो कुन पाप कटिसक्यो अरे उहाँले भन्नुहुन्छ मेरो कटिसक्यो अब तेरो बुढाले मैले स्याहारेको थिएँ पहिला अब कटियो मेरो तिम्रो गुण फर्कियो भनेर भन्नु हो अब त मलाई थाहा छैन भन्नु यत्रो सानो नानीहरू दिदी र दिदी भाइ परको लिएर आएर लु दिदीको साथी भनेर दियो अनि त्यहाँ भनसिंह भन्नेको बुढेट भन्ने छि 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 भन्थ्यो त्यस भन्थ्यो त्यसले चाहिँ अनि त्यो नानीहरू त भात दियो भात खाएपछि त दिदी चाहिँ भाँडो कोर मऱ्यो कुकुरको बच्चा यत्रो सानो थियो मान्छेले लान्छ म त कुकुरको बच्चा पो हेर्छु भन्थ्यो बोल्नु पनि नजान्ने थियो क्या